अ, साँच्चीकै समय त हेर्ने हो भने धेरै चेन्ज भएको रहेछ है। कुनै समयमा सँगै एउटै थालीमा खाना खाएका दुईटा मित्रहरू, एकदम दोस्त साथीहरू केही समयको अन्तरालपछि जिन्दगीको आँधी हुरीमा परेर एउटा पाखा लाग्ने, एउटा किनारा लाग्ने, अर्थात् सँगै काम गरेका सहकर्मीहरू कहिले तल कहिले माथि भइरहँदाखेरिमा जीवनमा भावनाका छालहरू तरङ्गित भएको खण्डमा दुईटा साथीमा चाहिँ जुन पहिला सम्पन्न हुँदाखेरि गरिने व्यवहार थियो, त्यो व्यवहारमा र पछिका तरङ्गित भइसकेपछिको व्यावहारिक जीवनमा चाहिँ अत्यन्तै फरक पाइँदो रहेछ। संसारमा यति धेरै विकास भइसकेछ कि कुनै बेला सुदामा ब्राह्मण र भगवान श्रीकृष्णको परम मित्रता यो संसारमा हामीले अहिले पनि सुन्नमा पाइन्छ। त्यत्रो द्वारकाधीश र सुदामा एउटा गरिब ब्राह्मण हुनुहुन्थ्यो। उहाँ एकपटक भगवान श्रीकृष्णलाई भेट्न जाँदाखेरि आफ्नो चाहिँ धोतीमा अर्थात् रामनामीमा यति यति कनिकाको मुठो पारेर लिएर भेट्न जानुहुन्थ्यो। तर त्यो कनिकाको मुठो पनि भगवानले कति मिठो गरेर ग्रहण गर्नुभएको थियो। अहिले कलिकालमा त्यस्तो मित्रता छैन रहेछ भन्ने लागेको छ पछिल्लो समयमा। साथीहरूको व्यवहार देख्दाखेरि होइन, यतिसम्म पनि नगिरौँ। जुन स्थानमा तपाईँ अहिले हुनुहुन्छ भोलि त्यो तपाईँको होइन सधैँभरि। त्यहाँ कति बस्न लेखेको छ भन्ने कुरा निर्धारण गरिसकिएको छ। त्यो भएर आफ्नो चाहिँ जीवनमा पाइएका अमूल्य जीवनका साथीहरू र मित्र भनेको परिवारभन्दा पनि बढी हुन्छ। दोस्त भनेको सबै हुँदैनन्, असल मित्र पाउन गाह्रो छ। त्यस्ता साथीहरू पाइएको खण्डमा चाहिँ आफ्नो व्यवहार चाहिँ परिवर्तन नगर्नुहोस्, किनकि सधैँभरि त तपाईँ पनि त्यहाँ रहनुहुन्न र एउटै रहनुहुन्न। आज गरिब साथी भोलि धनी हुन्छन्, आजका धनी भोलि दरिद्र पनि हुन्छन् होइन। आफ्नो जीवन चलिरहने क्रममा चाहिँ केवल धन सम्पत्तिलाई कम्पेयर गरेर मनमुटाव नगर्नुहोस्। जीवन सोच्ने हो भने अत्यन्तै सुन्दर छ, राम्रो छ। बस तपाईँको सोचाइ कस्तो छ भन्नेमा भर पर्छ। मरिलानु के छ होइन। रुँदै आएका हौँ, रुँदै जाने हो, एक्लै आएको एक्लै जाने हो, लिएर केही पनि जाने होइन। बाँचुन्जेलसम्म सबैसँग राम्रो व्यवहार गर्नुहोस् सकेसम्म। हो कहिलेकाहीँ रिस उठ्छ, क्रोध आउँछ होइन। त्यो भनेको वर्षातको समयमा नदीहरूमा चाहिँ बाढी आए जस्तो हो। बाढी सधैँभरि टिक्दैन, आउनु पनि हुँदैन। त्यसैले सबै आफ्ना मित्रहरूलाई सम्झिन्छु अहिले होइन। तर जिन्दगी अत्यन्तै फरक रहेछ। मैले आफूलाई पनि भोगेको हो। अहिले पछिल्लो समयमा मैले चाहिँ कुनै बेला सँगै एउटै थालीमा खाएका साथीहरू र त्यतिखेरको व्यवहार र अहिलेकोमा मैले धेरै भिन्नता पाएँ। यो मैले बुझ्ने अवसर पनि पाएँ। सायद मेरो जीवनमा यस्तो नभइदिएको भइदिए म यस्तो ज्ञान बटुल्न पाउने थिइनँ। तर जो असली मित्र हो नि, उसले कहिल्यै पनि यस्तो सोध्दैनन्। मलाई अहिले पनि लाग्छ कतिपय 2-4 जना साथीहरूको लागि म सायद
मलाई उनीहरूले प्राण मागे पनि म दिन्छु जस्तो लाग्छ मलाई हैन। तर म त्यस्तो निस्वार्थ रूपमा माया गर्ने मान्छेमा पर्छु। तर मैले चाहिँ त्यो अहिले यसो अनुभव गरेँ पछिल्लो समयमा। तर पहिले जस्तो व्यवहार नहुने रहेछ। तर गाह्रो रहेछ कलियुगमा यथार्थतामा बाँच्न हैन। कि सबैको प्रिय भन्नको लागि कि धनी नै बन्नुपर्ने हो हैन, मनकारी भएर नहुने रहेछ। तर धन सम्पत्ति भनेको भौतिक आवश्यकताहरू परिपूर्ति गर्ने एउटा साधन हो, पैसा स्रोत हो हैन। त्यसले मान्छेलाई चाहिँ जीवनमा आत्मसन्तुष्टि कहिले दिँदैन। जति कमाए त्यति कमाउन मन लाग्ने हो हैन। मान्छे जति कमाउँदै गयो उति नै लोभी हुन्छन्। बरु एउटा गरिबलाई मिठो निन्द्रा लाग्छ रातिको समयमा, तर एउटा धनी मान्छेले चाहिँ सोच्दा सोच्दै ट्याब्लेट खाएर सुतेको पनि कथाहरू प्रत्यक्ष पनि देख्नमा पाइन्छ कतिपय ठाउँमा। मैले भन्न खोजेको के भन्दाखेरिमा मान्छे तपाईहरु जीवनमा धन सम्पत्ति त जहिले पनि कमाउने, जुन उमेरमा पनि कमाइन्छ। आज बचपनमा कमाएको 1000 पनि भोलि बुढेसकालमा पनि त्यही 1000 कमाउने हो। तर आफ्नो समयमा आएको असल मान्छेहरू, जीवनमा उमेरमा आएका मान्छेहरू चाहिँ जीवन पर्यन्तसम्म नभुल्नुहोस्। सम्पत्ति सधैँ तपाईसँग रहँदैन, तर एउटा असल मित्र हैन भोलि चाहिँ चारधाम घुम्ने बेला पनि आफ्नो जीवनका मिठा तिता मिठा सबै क्षणहरू चाहिँ गफ गर्दै मुस्कान छोड्दैन त मम गर्दै जाँदाखेरि त्यो क्षण कति रमाइलो होला। त्यही भएर सक्नुहुन्छ भने जीवनमा त्यस्ता केही कुराहरू नगर्नुहोस्। उमेरको प्रवाह हो यो सबै। जिन्दगी वास्तवमा केही नि छैन, हाम्रो एउटा चक्र हो। हिजो कोही थिए, आज कोही छन्, भोलि फेरि कोही हुनेछन् हैन। त्यो भएर यो कसैको चाहिँ एकलौटी सम्पत्ति होइन जीवन। पालो घुम्छ फिर्छ, तर जीवनलाई चाहिँ सरल तरिकाले सोच्दाखेरि चाहिँ जीवन जिउन अत्यन्तै सजिलो हुन्छ भन्ने मैले महसुस गरेको छु। तर मैले चाहिँ त्यस्तो होइन। म चाहिँ भोलि पर्सि सम्पन्न भए पनि मेरा परम मित्रहरूलाई मैले मनदेखि चिताएका मान्छेहरूलाई मैले अहिले पनि त्यस्तै व्यवहार गर्छु, पहिला पनि गर्थेँ, भोलि पनि गर्छु। तर मैले फेरि हिजो त भनेकोलाई मैले भोलि पनि त भन्छु, अहिले पनि त भनिरहेको छु। जसलाई त भनेर पुकारिन्छ त्यो मान्छे अत्यन्तै प्रिय हुन्छ। सबैलाई त भन्न सकिँदैन। जसलाई भनिन्छ त्यो मान्छे आफ्नो हो, आफ्नो मनले रुचाएको चिताएको मन पराएको मान्छे हो। त्यसैले जीवन एकदमै सुन्दर बनाउनुहोस्, सबैसँग सद्भाव गर्नुहोस्, राम्रो भावना राख्नुहोस्। आफ्नो जीवनकालमा कमाएका मित्रहरू भोलि हामी मरेर जाँदाखेरि एउटा घाटमा गएर एउटा दाउरो लिएर गएको हामीले स्वर्गबाट पनि देख्न मिल्ने त्यस्तो केही छ भने त्यो देख्दा हामीलाई त्यहाँ पनि आनन्द प्राप्त हुन्छ होला सायद। त्यो भएर नगर्नुहोस् त्यस्तो भन्दै मैले आफ्ना अहिलेसम्मका साथीहरूलाई सम्झेको छु। अहिले कतिपय साथीहरूलाई मेसेज गर्छु होइन, हेरेर छोड्नु भएको हुन्छ। ठिक छ भन्नु त यो यस्तै नियम होला केही न केही। भोलि मसँग सबै कुराहरू परिपूर्ण भएको अवस्थामा सायद हजुरहरू आफै पनि फर्किनुहुन्छ होला। तर यो प्रकाश रेग्मीको दिल सदैव खुल्ला रहनेछ। मलाई कसैप्रति कुनै गुनासो छैन। तर भन्न खोजेको के हो भन्दाखेरि व्यवहार परिवर्तनमा अलिकति चाहिँ दुःख लाग्दो रहेछ। यो मैले छोटो भिडियो चाहिँ आफ्नै जीवनसँग मेल खाने र प्राय मनुष्यहरूको जीवनमा मेल खाने भिडियो पनि हुनसक्छ भन्ने लागेको छ। भिडियो अन्तिमसम्म हेरिदिनु भयो सबैमा हार्दिक आभार, धन्यवाद। मित्रता कायम राख्नुहोस्। सबैको जय होस्।